अब अहिले मे फर्स्टकोबाट जो नयाँ नियम आउँदैछ तपाईँले बिना रिजन प्रपर्टी ब्याक गर्नै पाउनुहुन्न। अब हजुरले दिएको क्वेसनमा जाउँ, म आएँ, म आफै बस्छु, सेक्सन 8मा जो मैले भने त्यहाँ सर्टेन क्राइटेरियाहरू छ तपाईँले प्रपर्टी लिन पाउने। त्यसमा नम्बर 1मा छ यु सेल द प्रपर्टी। ओके, तपाईँले प्रपर्टी म सेल गर्छु भन्नुभयो। दोस्रो, हजुरले भनेकै इक्जाम्पलमा आफै नै मुभ इन हुन्छ, इमिडिएट फ्यामिली, आफ्नै फ्यामिली, अब छोराछोरी हुनसक्छ, जस्ट भेरी योर ओन इमिडिएट फ्यामिली, टाढाको चाहिँ हुनु भएन, रिलेटिभ चाहिँ हुनु भएन। त्यो कन्टेक्स्टमा चाहिँ फेरि त्यसको रुल छ 2 महिनाको नोटिस उनीहरूलाई चाहिँ रिटर्न नोटिस दिनु पर्यो। 4 महिनाको, सरी, इट्स 4 months नोटिस। 4 month नोटिस। 4 months नोटिस। टेनेन्ट्सले चाह्यो भने हजुरले ल्यानुहोस्। अहिले टेनेन्ट्सलाई वाइ आई सेड who benefits, who is the tenant winner, they move into the property, they look and everything fine, then later on they realize this is not the right place, the neighbor is noisy, the garden is a bit tight, and we found a better place somewhere, they can give you 2 months notice straight away। टेनेन्टले चाहिँ 2 महिना नोटिस आएको छ अरे, अब 2 महिना उनीहरूले छोडिदिन सक्छ, एनी टाइम छ। तर त्यसमा सर्टेन कुरा छ, जस्तो कि जुन डेट हो त्यसैको 2 months लागु हुन्छ। जस्तै आज भन्छु 5 तारिक, अब लेट्स से 5th of मेमा टेनेन्ट सर्नु भयो भने he has to give 4th or 3rd of May and the 2 months applies from the date of tenancy notification। त्यो 2 महिना, करिब 3 महिनाको एक्सपेक्ट राखौँ। नयाँ सरेको मान्छे 3 महिनामा छोडेर जान सक्छ। तर त्यही ठाउँमा चाहिँ ल्यान्डलर्डले नोटिस दिनु पर्यो भने 4 महिना लाग्यो। त्यो पनि भ्यालिड रिजन हुनु पर्यो। तपाईँले मलाई घर चाहियो भनेर 4 महिनाको नोटिस दिएर भएन। नम्बर 1 तपाईँको इमिडिएट फ्यामिली आउनु पर्यो। त्यसमा फेरि एकदम ध्यान पर्ने कुरा छ आशिष, यसमा एकदमै विचार पुर्याउने के छ भने हजुरले 4 महिनाको नोटिस दिनुभयो। ल, 2टा सिनारी बनाऊ। हजुरको म घर सेल गर्नुभयो। अब अहिले नेपालीले गल्ती, अहिले तपाईँले सुन्नु भएको थियो नि, अब यहाँ धेरै ल्यान्डलर्ड्सहरूले गर्ने गल्ती के हो भनौँ, प्लिज, अब टेनन्ट निकाल्नु पर्यो। यहाँ त घर अब 2टा मात्रै रिजन पायो हामीलाई, घर चाहिँ सेलमा राखौँ। अब हामी स्टेट एजेन्टहरू छ, कसैले चाहिँ सेलमा राख्दाखेरि त धेरै पैसा लाग्दैन, तपाईँ सेलमा राखिदिनु भयो। अब त्यहाँ समस्या छ। के समस्या छ भने तपाईँले सेल गर्नुभयो, अब 12 महिनासम्म फर द नेक्स्ट 12 months यु क्यान रिलेट द प्रपर्टी। रिलेट फेरि भाडामा दिन पाइएन। अब मानुस् तपाईँले इन्टेन्सन चाहिँ यु गट टु बी एक्चुअली सेलिङ द प्रपर्टी। अब तपाईँको एक्चुअली घरै सेल एक्जिक्युसन हुनै पर्यो, एक्सचेन्ज हुनै पर्यो। अब त्यो त सिस्टममा जाने भयो, तर भाडामा लगाउन पाइएन कि, एक्सचेन्ज भएन। अब आफै आयो, आफै तपाईँ 12 महिना खाली राख्नु पर्यो। आफै बस्नु पर्यो, के आफै बस्नु, यो त ठुलो समस्या पार्नु। दोस्रो नम्बर, हजुरको अब सेलको एउटा भयो, आफै पोसेसनको कुरा एउटा भयो। थर्डको चाहिँ रेन्ट एरर्स। पहिला के थियो भने हजुरको 8 weeksको राख्थ्यो। जस्तो कि कोही टेनेन्ट्सहरूले 8 हप्तासम्मको अमाउन्ट, मानौँ 2 महिनाको भाडा तिर्नु भएको छैन भने, अनि रेन्ट एररको के गरेर अहिले पनि सेक्सन 8कोमा चाहिँ रिपोसेसन गर्न पाउँछ टेनेन्ट्सलाई, किनकि भाडा रेन्ट एरर भयो भनेपछि त्यो 2 महिनाको भाडा चाहिँ रिकभर गर्न पाइयो। नै त्यसको होइन कि उनीहरू घर खाली गर्ने भन्ने हो। त्यो त कोर्टबाट लिएर फेरि हि हेज टु पे, तपाईँ क्रेडिटमा जानु पऱ्यो, बेलिङमा जानु पऱ्यो, कोर्टमै जानुपर्ने हुनसक्छ। तर रिपोसेसन तपाईँले यदि रेन्ट एरर छ भने, अहिले मैले भनेको फेरि पहिलाको रुल हो नि। अब फेरि नयाँ त्यसमा के हुँदैछ भने 2 महिनाको सट्टा 3 महिनाको रेन्ट एरर हुनु पर्यो। यो रेन्ट एरर भनेको एकचोटि फेरि बुझाउनु। रेन्ट भनेको भाडा नतिर्ने। कोही मेरो प्रपर्टीमा बस्यो, भाडा तिरेन, 3 महिनासम्म तिरेन भने बल्ल यु क्यान स्टार्ट प्रोसेसिङ। त्यसको पनि पहिला 2 हप्ताको नोटिस दिनु पर्थ्यो। अब तपाईँले अब तिमीले मलाई 3 महिनाको भाडा तिरेनौ भनेर 1 महिनाको नोटिस पिरियड दिनु पर्यो। भनेपछि 4 महिनाको 4 महिनाको तपाईँले भाडा पाउनु भएन। अनि एज अ ल्यान्डलर्ड यु क्यान डु एनिथिङ। ल्यान्डलर्ड नाउ यु क्यान डु ओन्ली आफ्टर 4 months यु गो टु द कोर्ट, यु गो टु दि, अहिले चाहिँ जुन नयाँ रुल आउँदैछ त्यो कोर्टमा त्यसरी जाने हुन्छ। कोर्टमा गएपछि अनि भाडा अब ओभियसली अब त्यसको रिकभर चाहिँ, त्यो चाहिँ रिकभरीको केस के हुन्छ भने स्टिल द सिचुएसन हेरेर होला। नो हि इज लायबल टु पे, ओके, दे आर लायबल टु पे। हाउ दे पे, तपाईँको अब ब्याङ्कले तपाईँले पैसा लिए जस्तै तपाईँको क्रेडिटको भयो, तपाईँ ब्यालेन्स लाग्नु भयो, इट्स अ डिफ्रेन्ट प्रोसेस। अब टेक्निकली अहिले भन्दाखेरि ल्यान्डलर्डले चाहिँ त्यो 4 महिनाको पैसा चाहिँ लिटरली उसले पे गर्ने नसके पछाडि तपाईँलाई त क्यास फ्लोमा त असर पऱ्यो नि। इभन यु गेट द मनी ब्याक आफ्टर अ year or 6 months, एट द मोमेन्ट यु वान्ट टु पे द मोर्गेज काइन्ड अफ थिङ।